पर्यो ल के भन्नु भयो हामी अब दमली कुन लाग्यो दमली पनि लगाइसक्यो छुर्ती भाइ जाँदैछौँ फेरि पनि आयो होइन अब यो दमली आउनु लगाइसक्यो दमली आउनु लाग्यो हामी यो बाटो चाहिँ हामी पोखरा जाने बाटो हो हामी छुर्ती भाइसम्म जान्छौँ मन्दिर फर्किन्छ भने सिधै घर जान्छ माया माया नबसी टाइममा नबसी ल्याइन्छ त्यही त कि यो घुमाउरो देखेर मलाई कटिसक्यो जस्तो लाग्यो अलिक हामी 5 किलोमिटर अगाडि छ आयो है हामी खाउदाबाई मन्दिर जाने बाटो दमौली आयो दमौलीबाट आउँ खाउदाबाई मन्दिर जाने बाटो यहाँबाट है मन्दिर उक्ल्यो खाउदाबाई मन्दिर लाग्यो हामी अब दमौलीबाट थियो मन्दिरको छेउछाउ आउँला अब गाडी पार्किङ लिइहाल्छ हामी मन्दिरको ठाउँमा आइयो छब्दिबाई मन्दिरमा अब हामी गाडीमा झर्दैछौँ गाडी पार्किङ गरियो अब मन्दिर लाग्ने अब छब्दिबाई मन्दिर दमौलीको तनहुँ जिल्लाको तनहुँको छब्दिबाई मन्दिर लाग्दै केटीका मन्दिर आयो होइन त कस्तो हुनुहुन्छ त कुन मन्दिर हो यो छब्दिबाई तनहुँको दमौली पाटभित्र होइन ब्यास नगरपालिका छब्दिबाई मन्दिर छब्दिबाई मन्दिर हामी लाइनमा बस्दै अहिले लाइनमा छु लाइनमा छब्दिबाई मन्दिरमा पूजा गर्छौँ लागि केटीका नै भिडियो बनाउँछ कि माछा छब्दिबाई मन्दिर भयो माछा हो कस्तो माछा माछालाई खुवाउँदै माछा कसरी खान्छ ल खा खा ल ल खा 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 ल ल हामी लाइनमा
छाती भाइ मन्दिर यो माछा माछा ठुल्ठुलो छ माछालाई खुवाउने मासु खुवाउने फलो खुवाउने मन्दिर हो सत्यनारायण भगवान लामो लाइन छ हामी पनि लाइनमा छौँ हामी पनि लाइनमा छौँ लाइनमा लाइनमा छौँ हामी पनि मन्दिरको किनारमा माछा माछालाई हाई हामी चाहिँ लाइनमा छौँ अझै पनि अब आउन आँटेछ ओके ल हाला हाला ए ल ल एक खस हो खसी बोका हो बुझेगा बोका मन्दिर फाइनली पूजा गरेर सकियो अब सौदा भाइ मन्दिरबाट निस्किँदै अब लामो समयको लाइन पछि दर्शन गरियो पूजा गरियो भगवानसित मागियो आशीर्वाद सौदा भाइ मन्दिरको हामी काउसिटीबाट यो मन्दिरसम्मको यात्रामा सफलतापूर्वक खाइयो भने अब फिर्ता भयो अब जुत्ता लाउनु पऱ्यो जुत्ता देखाइसम्म हो